एमएस प्रोपर्टी घर जग्गा बिक्री वितरण कार्यक्रम अन्तर्गत आदरणीय मित्रहरू, आज मैले बराक क्षेत्र नगरपालिका 8 यो कालो पानीमा रहेको अति नै राम्रो लोकेसनमा रहेको यो खेतीबाली हुने जमिन यहाँहरू माझ लिएर उपस्थित भएको छु। सबै प्रकारका खेतीबाली यहाँ लाउन सकिन्छ र अति नै राम्रो मिलेको लोकेसन, मिलेको जग्गा यहाँ रहेको छ र अहिले यो धान बालीको सिजन, यहाँ भर्खरै धान कटाई भएको छ र आदरणीय मित्रहरू, यो जम्मा 5 कट्ठा 5 धुरमा रहेको जग्गा छ र यसको ठिक पश्चिम साइडमा पैनी कुलो पनि यहाँले देख्न सक्नुहुन्छ र यहाँ पैनी कुलोबाट सिजन अनुसार पानीको व्यवस्था रहेको छ। यहाँहरूले यहाँसम्म आउनका निमित्त म यहाँहरूलाई लोकेसन भन्न गइरहेको छु। यता चक्रहटी बराक क्षेत्र चक्रहटी बजारबाट तपाईँ सिधा पूर्वतिर आउनुभयो भने यो बागझोडा साइड, बागझोडा को छेउ तपाईँ त्यहाँ पुगिसकेपछि यो दक्षिणतिर लाग्नुभयो भने यो दक्षिण पूर्व साइडमा चाहिँ तपाईँले यो जग्गा, यो लोकेसनबाट आउन सक्नुहुन्छ। र त्यसै गरी यता बागझोडाबाट आउँदा तपाईँले कोशी मावि भेट्नुहुन्छ र कोशी माविबाट तपाईँ सिधै पश्चिम लाग्नुभयो भने एउटा पुल, सानो पुल, कल्भर्ट जस्तो आउँछ त्यहाँ, र त्यो पुलदेखि तपाईँ सिधै दक्षिण साइड लाग्नुभयो भने केही समयको दूरीमा यहाँले यो जग्गा, यो लोकेसनबाट तपाईँ आइपुग्न सक्नुहुन्छ। र आदरणीय मित्रहरू, अति नै सुखद, अति नै राम्रो जग्गा यहाँले यो बिक्रीमा रहेको छ र आफूले यो जग्गा लिनु परेको खण्डमा स्क्रिनमा दिएको नम्बर 9842275904 र त्यसै गरी 9810597149 मा सिधै सम्पर्क गर्न सक्नुहुन्छ। र त्यसै गरी यहाँहरूले पनि आफ्नो घर जग्गा, घर घडेरी बिक्री वितरण गर्नु परेको अवस्थामा स्क्रिनमा दिएको नम्बरमा सिधै सम्पर्क गर्न सक्नुहुन्छ। र यो